हेलो हेलो सबैजना नमस्कार। हामी चाहिँ मुभी हेर्न आइसकेका छौँ। आबाट आमा एकदमै राम्रो मुभी छ भनेर जताकतै रिभ्यूहरू देखेर हाम्रो टेक्ससमा पनि मुभी लागेको थियो। त्यो भएर एकचोटि मुभी हेरौँ न त कस्तो रहेछ भनेर हामी पनि आइपुगेका छौँ। तर अर्ली मर्निङको टाइम भएको भएर हुनसक्छ पार्किङमा एउटा पनि गाडी देखिँदैन। हामी मुभी हेर्छौँ अनि रिभ्यू कस्तो रहेछ हजुरलाई सेयर गर्नेछौँ। कृपया हाम्रो च्यानललाई माया गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है त। हामी चाहिँ अब टिकट लिँदैछौँ गाइस। कुन हेर्ने? ल अब यो दुईवटा मात्रै सो रहेछ। हामीले चाहिँ अब 11:15 वाला लिने त होला नि गाइस। हामीले चाहिँ टिकट लिइसक्यौँ। ल हामी चाहिँ आइपुगेका छौँ। हामी चाहिँ अब मुभी हेर्न जाँदै पनि टाइम भइसक्यो। ल अब हामी जान्छौँ ल। मेमो किन सुरु हुन्न? हुन्छ एकछिनमा। यस्तो कार्टुन हेर्नु हेलो घडीको पछाडि हुँदैन। समय कसैको लागि रोकिँदैन देवकी। अब यो सपना गरेर देवकी छोरालाई केही भन्न पाए हुन्थ्यो भन्नु अनि मैले घर लिएर गएँ मलाई। बाउ मऱ्यो स्यायो आमा ल फिल्म पनि सक्यो। अब चाहिँ हामी जान्छौँ। ल दुईजनाले मात्र आज एउटा छैन न। अनि म एकदम राम्रो रहेछ फिलिङ ल हाम्रो फिल्म हेरेर सक्यो। अब चाहिँ हामी निस्किन्छौँ गाइस। ल अब चाहिँ हामी घर जान्छौँ। आज चाहिँ हामीले के गर्छौँ घर गएर भोलि काम चिसो छैन। ल अहिले चाहिँ अलिअलि गाडी पार्किङमा देखियो। गाइस चिसो छ, हावा चलिरहेछ। अब चाहिँ हामी घर जान्छौँ। मुभी कस्तो लाग्यो तिमीलाई? मुभी कस्तो लाग्यो? मुभी एकदम मेरो लागि त एकदम बेस्ट मानि बेस्ट 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 सुपर। कतिको रोइयो, एकदमै धेरै रोइयो होइन? अति सुरुदेखि नै रोको लास्टसम्म नै रोको। त्यो सबै अब हुन्छ नि विदेशीहरूको लागि त्यो समेटेर अनि एउटा आमा बुवाको पीडाहरू कस्तो हुन्छ नेपालमा कस्तो भइरहेको हुन्छ देखि ल्याएर अनि जसरी यहाँ आएर कसरी दुःख पाउँछन् सबै चिजहरू रहेछ। सबै एकदमै राम्रो
ल त गाइज अब चाहिँ हामी घरमा फर्किँदैछौँ सबैजनाले मुभी हेरिदिनु होला एकदमै राम्रो मुभी बनेको छ अनि नयाँ जतिले पनि हामीलाई हेर्दै हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला च्यानललाई माया गरिदिनु होला